धन्यवाद। जय नेपाल। म सर्वप्रथम हाम्रो यो रिपोर्टर्स क्लबको अध्यक्ष ऋषि धमलाज्यू, उहाँ पत्रकार मात्रै होइन, यो मुलुकको राजनीति परिवर्तनका निमित्त राजनीति कर्मीहरू अथवा राजनीतिका नेताहरू, राजनीतिक दलका नेताहरूसँग सँगसँगै राजनीति सल्लाह दिने र सँगसँगै हिँड्ने व्यक्तित्व पनि हो। म उहाँलाई यो लोकतन्त्रप्रति, यो प्रजातन्त्रप्रति उहाँले जाने बुझेदेखि, उहाँले यो जगतमा आएदेखिको जुन किसिमले चाहिँ उहाँ लागिरहनु भएको छ, अहिलेसम्म लागिरहनु भएको छ, म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब ढिलो नगरिकन हाम्रो यहाँ देशकै बुद्धिजीवी डाक्टर सुरेन्द्र केसीजी हुनुहुन्छ, उहाँलाई पनि नमन गर्न चाहन्छु। त्यसै गरी हाम्रो यो लोकतान्त्रिक उसमा नेपाली काङ्ग्रेसका हरेक कुराको चाहिँ जल्दो बल्दो कुराहरू उठाउने हाम्रो लोकेश ढकालजी हुनुहुन्छ, उहाँलाई पनि नमन गर्न चाहन्छु। र सम्पूर्ण पत्रकार साथीभाइ, दाजुभाइ, दिदीबहिनी सम्पूर्णलाई हार्दिक हार्दिक नमन गर्न चाहन्छु। मेरो यो हार्दिक नमन स्वीकार्नुहोस्। धन्यवाद। जय नेपाल। अब गिर्जा बाबुको कुरा गर्दाखेरि उहाँले सर्वप्रथम भन्नुहुन्थ्यो, म प्रजातन्त्रको सिपाही हुँ, म प्रजातन्त्रको भारी बोकिरहन्छु र यो कार्यान्वयनका निमित्त म सधैँ जस्तो सङ्घर्ष पनि गर्न तयार छु। यो गिरिजाप्रसाद कोइरालाको भनाइ हो। यो तत्कालीन अवस्थामा गिरिजाप्रसादको कुराहरूमा गरिरहँदा होइन, ऋषिबाबुले भन्नुभयो, डाक्टर साहबहरूले, लोकेश बाबुले पनि भन्नु होला, मैले जानेको गिरिजाप्रसाद उहाँ ठिक टाइम, ठिक समय, ठिक व्यक्तिसँग सम्पर्क गर्ने, उहाँको त्यो बानी, योजना बनाएर बोल्ने, बाहिर त्यसै बोल्ने होइन, योजना बनाएर बोल्ने। उहाँ हरेक दिन बिहान कुनै एउटा फङ्सन कार्यक्रममा निस्किने हिसाब किताबले जाडो समयमा 7 देखि 7:30 8 बजेसम्म, गर्मी समयमा बिहान 6 बजे तयारी दौरा सुरुवाल पोसाकमा चाहिँ उहाँ बाहिर निस्किनुहुन्थ्यो। र उहाँले कुनै गरिब गुरुवा अथवा दुःखमा परेको त्यस्तो मान्छे सम्पर्कमा आयो भने उसको समस्या कसरी समाधान गर्नुपर्छ भन्ने हिसाब किताबले उहाँ लागिरहनुहुन्थ्यो। एक। दोस्रो, अहिले हामी गणतन्त्रमा आइपुगेका छौँ, गणतन्त्र देशमा हामी छौँ, गणतान्त्रिक मुलुकमा हामी छौँ। उहाँले हरेक पटकको आन्दोलनको अगुवाई गर्दा हरेक आफ्ना किसिमले आफ्ना कुराहरू राख्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँलाई सबैले खेदिरहँदा उहाँले माले मसले मण्डले यी सबै एकै हुन् भनेर पनि भनिरहनुहुन्थ्यो। त्यही गिरिजाप्रसाद कोइराला 2048 सालको निर्वाचित लोकतन्त्रको निर्वाचित प्रधानमन्त्रीका रूपमा उहाँले शपथ लिएपछि यो देशको विकासका निमित्त उहाँ लाग्नुभयो। उहाँ सधैँ चाहिँ लागिरहनुभयो र उहाँका चाहिँ कतिपय कुराहरू थोरै तिनै मान्छेको कमी कमजोरी हुन्छन्, हामी सबै भगवान होइन, कमी कमजोरी हुन्छन्, त्यसलाई नहेरिकन उहाँले एकरो यो देशका निमित्त अनवरत रूपमा लागिरहनुभयो। साथीहरू, अब यो जनआन्दोलनको पहिलो जनआन्दोलन, दोस्रो जनआन्दोलन जुन 7 दल प्लस पछि आएर माओवादी पनि मिसियो, पहिलो 7 दलको जनआन्दोलन रत्न पार्क, हामी यो वीर सिटवल यो पेरिफेरीमा हामीले आन्दोलन गरेको हो, हामी लागेको हो। उहाँले भन्नुहुन्थ्यो, त्यो रातो बङ्गालाको अगाडि राजालाई सदैव राजालाई भन्नुहुन्थ्यो, सरकार हजुरले सुनिबक्स्योस्, म जे भन्दैछु त्यो हुँदैछ, हजुरले यसलाई नजरअन्दाज नगर्नुहोस्। हाम्रो यो जुन चाहिँ विस्थापित संसद छ त्यसलाई पुनर्स्थापन गरिबक्स्योस्, कसैको
कुरा नसुनी बक्सोस् गिरिजाप्रसादले भन्नुहुन्थ्यो। तर राजाले कहिल्यै पनि त्यतातिर ध्यान दिनु भएन। गिरिजाप्रसादले यो संसद पुनर्स्थापना निमित्त हामीले थाहा पाएको बुझेको हामीले भन्नुपर्छ। यो जनआन्दोलनको अन्तिम शिखरमा पुगिसकेपछि राजाले 8 गते दिएको जुन पत्र थियो अथवा उहाँका कुराहरू थिए त्यो गिरिजाप्रसादले मान्नु भएन। यो उसले चाहिँ हामीलाई धोका दिने किसिमको चाहिँ तपाईँले बोलिरहनु भएको छ सरकार, तपाईँले यो फेर्नुहोस् भनिसकेपछि अनि इन्डियाबाट उहाँलाई फोन आयो। आइसकेपछि उहाँले म मान्दिनँ, त्यो कुरामा म मान्दिनँ, 8 गतेको उसमा हामी मान्दैनौँ, हामी देशका सबै साथीभाइहरू मान्दैनौँ भनिसकेपछि सबै राजनीतिक दलले मान्दैनौँ भनेपछि 11 गते राजाको पुनः चाहिँ विज्ञप्ति आयो जुन राजाबाट यो चाहिँ जनताको नासो मैले फिर्ता गर्छु, म अब यो जनताको नासो लिएर बस्न सक्दिनँ भनेर जुन वक्तव्य आयो त्यो वक्तव्य अनुसार 62-63 को एउटा माहौल अगाडि बढ्यो। त्यतिखेर अहिले उहाँले भन्नुभयो, म त्यो कुरो दोहोऱ्याउन चाहन्न, माओवादीको हामीले यो देशै जित्यौँ भन्ने किसिमको जुन कुराहरू थियो उहाँले जे भने पनि हाम्रो ऐसिएलका जङ्गलबाट सदरमुकाममा राजधानीमा र चाहिँ यहाँ सहर बजारमा ऐसिएल चाहिँ जङ्गलबाट यहाँ त्यही किसिमको तयारी भएर चाहिँ लागिरहन्थे। हामीले बुझेकै कुरा हो। अब गिरिजाप्रसादले त्यसलाई समन्वय गर्दै गर्दै जङ्गलमा चाहिँ अब बस्दाखेरि माओवादीको द्वन्द्वमा कति नेपाली मार्ने, धेरै नेपाली मरिसके। अब त्यसो नगरौँ, अब तपाईँसँग सम्झौता गरेर तपाईँ आउनुहोस्, अब नमार्नुहोस् भनिसकेपछि उहाँलाई लिएर आएर चाहिँ उसमा अनि के अरे गिरिजाप्रसाद कोइरालाले सम्झौता गर्नुभयो। सम्झौता गरेर अब माओवादी प्लस 7 दल मिलेर संविधान सभाको निर्वाचनतिर लाग्यो। यसमा कमी कमजोरी धेरै चाहिँ अहिले माओवादी हो 7 दल हो सबैका कमी कमजोरी थिए। त्यतिखेर संविधान सभामा बन्न सकेन। हामीले अन्ततः संविधान सभाले सुशील कोइरालाको उसमा नेपालको संविधान बन्यो। 2072 सालमा नेपालको संविधान आयो। त्यो संविधानले एउटा आँकडा ल्यायो। गिरिजाप्रसादले आफूले यो आन्दोलन गरेको सबै सम्पूर्ण आफ्नो पार्टीका दलका नेताहरूलाई, नेपाली काङ्ग्रेसका नेताहरूलाई, अहिले नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ, उहाँ भाग्यमानी मान्छे पनि हो, म उहाँलाई श्रद्धा गर्न चाहन्छु। तर विकासका जनताका दुःखका कुराहरू, विकास निर्माणका कुराहरू जुन हिसाब किताबले लाग्नु पर्थ्यो त्यो सक्नु भएको छैन। यो मैले भन्नुपर्छ। उहाँको एउटा कार्यकर्ताको हिसाब किताबले मैले उहाँलाई सल्लाह सुझाव पनि दिनु पर्दछ, अनुरोध पनि गर्नु पर्दछ, उहाँले गर्न सक्नु भएको छैन। अब अहिले नेपालमा पहिलो र दोस्रो दलको सरकार छ। दोस्रो दलको अध्यक्ष संसदीय दलको नेता अहिले प्रधानमन्त्री हुनुहुन्छ। उहाँले पनि धन्नै 2/3 को छ, दुईटा दल मिल्दाखेरि 2/3 धन्नै पुगेको छ। तर उहाँले जे जनताको विषयमा बोल्नु पर्थ्यो त्यो बोल्नु भएको छैन, कामै गर्न सक्नु भएको छैन। उहाँहरू केमा अल्झिनु भएको छ, पुरानै त्यही दङदङीमा लागिरहनु भएको छ। मेरो अझै पनि के अनुरोध छ उहाँहरूसँग भने तपाईँहरू दुईटाले यो आफ्नो यो अर्को नभनिकन नेपालीको दुःखका निमित्त नेपाली जनतालाई हेरेर तपाईँहरूले आजैदेखि निर्णय गरेर देश विकासका निमित्त लाग्नु पर्यो। हामीले हेरेका छौँ, हामीले देखेका छौँ। एउटा पत्रकारले बिहानै चाहिँ 5 बजे त्यो बाढीमा घुमेको हाम्रो आँखाले देखेको छ। मैले यहाँ ऋषि बाबु अगाडि भएर मैले उहाँको समर्थन गरेको होइन, यो तपाईँ हाम्रो मिडियाले दिएको कुरा अनुसार मेरो आँखाले देखेको हो। यस्ता चाहिँ पत्रकार साथीभाइहरूले सरकारलाई साथ दिएको छ, घचघचाइराखेको छ, भनेको छ तपाईँहरू यसरी जानुहोस् भनेर। तर यी राजनीतिक दलहरूले गर्न सकेका छैनन्। अब कतिपय सन्दर्भमा यो किन भनिराखेको छु भने यो सम्पूर्ण गिरिजाबाबुले पहिले माओवादीहरू द्वन्द्वमा गए, हर प्रयास गर्नुभयो, गरिसकेपछि पछि उहाँहरूलाई फलाइ फुकाइ अनेक गरेर लिएर आउनुभयो।
लिएर आइसकेपछि आज हामी जे भए पनि नेपालमा संविधान छ, संविधानमा चाहिँ हामी टेकेर बोलेका छौँ। अब यहाँ अब थोरै मैले चाहिँ यहाँ अब अहिले राजावादीको पनि कुरा आएको छ। यहाँ उभिएपछि थोरै कुरा गर्नुपर्छ। राजाको बारेमा कुरा छ। राजा हाम्रो यो देशमै घुम्नु भएको छ, कहीँ होइन, पोखरा जानुभयो। अब उहाँ आउने जाने ठुलो कुरो होइन, तर राजाले बोलेका छैनन् है। राजाले बोलेका छैनन्। बोल्ने को हो राजावादी। त्यो किन बोले? राजावादी मात्रै होइनन्, त्यसमा लोकतन्त्रवादी छन्, गणतन्त्रवादी छन्। सबै मान्छेको यो सरकारपट्टि, यो राजनीतिक दलपट्टिको वितृष्णा पोखेको हो। त्यहाँ पोख्ने ठाउँ कहीँ पाएनन्। अनि राजालाई देखे, राजालाई चाहिँ भएपछि लो तिमी आएन, हामी पनि चाहिँ देखिया छौँ है, यिनलाई चाहिँ हामीले च्यालेन्ज दिएको हो भनेका छन्। अब यत्तिकैमा हौसेर म यति हजार भन्दिनँ, 12-15 हजार अथवा कति होलान्, तर 20,000ले चाहिँ राजा आउनेवाला छैनन्। राजाको पनि एजेन्डा के हो? राजाले हिजोको चाहिँ पृथ्वीनारायण शाहको चाहिँ सिद्धान्त अपनाउने हो कि महेन्द्रको अपनाउने हो कि स्वयं आफै ज्ञानेन्द्रले चाहिँ आफू चाहिँ लोकतान्त्रिक व्यवस्थालाई चाहिँ खारेज गरेर आफूले चाहिँ गरेको अपनाउने हो? त्यो उहाँले आफ्नो एजेन्डा ल्याउनुपर्छ जनतासँग भन्नुपर्छ। यदि त्यो गर्न नसक्ने हो भने अहिलेको राष्ट्रपतिले सिफारिस गर्ने र त्यसलाई अनुमोदन गर्ने बाहेक उहाँले के गर्न सक्नुहुन्छ? उही नारायणहिटीमा बस्ने हो, नारायणहिटीको घर कुर्ने हो, त्यति हो। उहाँको अरू कुरो केही हुँदैन। तर उहाँका एजेन्डा सहित होइन, सरकारसँग दबाव गर्नु पर्यो। दबाव गरेर धर्मनिरपेक्ष र यो उसको चाहिँ के अरे हिन्दू राष्ट्र र चाहिँ राज संस्थाको बारेमा उहाँले जन्म सङ्ग्रह गराउन सक्न पर्यो। फेरि धर्म र चाहिँ राजाको फरक कुरा हो। अब मैले यो धेरै कुरा नगर्दै तपाईँहरूलाई गिरिजाप्रसाद कोइरालाको बारेमा, अब तपाईँहरू सबै विज्ञ हुनुहुन्छ, तर उहाँले यो देशको मुलुकको लोकतान्त्रिक व्यवस्था आज तपाईँ हामी सबैलाई गाली गर्न पाएका छौँ। त्यो कसले भन्दा गिरिजाप्रसाद कोइरालाले। पहिले राणा र राजाले दिएनन्, पछि माओवादीले दिएनन्। हामी अहिले उहाँले भन्नुभयो हाम्रो घरमा दसैँ मान्न जान पाइएन, हाम्रो घरमा चाहिँ बाआमासँग भेट्न पाइएन, त्यसरी बन्देज भएर बस्यो। आज यो चाहिँ जुन खुला अवस्था आएको छ यो गिरिजाप्रसाद कोइरालाले गर्दा हो होइन। गिरिजाप्रसाद कोइराला, सुशील कोइराला उहाँको टिममा हुनुहुन्थ्यो। सुशील कोइराला उहाँहरूकोले चाहिँ सम्झना चाहिँ हामीलाई चाहिँ लागेको छ। उहाँलाई चाहिँ हार्दिक श्रद्धा सुमन अर्पण गर्दै अब मैले जाने नजानेका बुझे नबुझेका धेरै कुराहरू छन्। समयको अभावले मैले यहाँहरूसँग बिदा माग्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद। जय नेपाल। म राजावादी होइन, म काङ्ग्रेसकै हो। होइन, म काङ्ग्रेसकै हो। म जस्ता काङ्ग्रेसका सदस्यहरू धेरै भित्र गुम्सिएर बस्नु भएको छ। धेरैको आवाज यही छ। राजाको बारेमा राजा यदि उ गर्ने हो भने जन्म सङ्ग्रह जनताले भोट हाल्नु पर्यो। 3 करोड जनताले भोट हाल्नु पर्यो। 3 करोड जनताले भोट हाल्नु संस्था ल्याउनको लागि जन्म सङ्ग्रह गर्नु पर्यो भन्नुभयो हो। राज संस्था ल्याउनु, जन्म सङ्ग्रह नगरिकन यहाँ एक थरीले चाहिँ मात्रै भनेर आउन सक्दैन। संस्थागत निर्णय केही भएको छैन। अहिले बहस चलेको छ भित्रभित्र। सबै केन्द्रीय सदस्यदेखि लिएर सबैको इच्छा आकाङ्क्षा राजाको बारेमा के हो त होइन। अहिलेको चाहिँ जुन चाहिँ हामीले बनाएको एउटा पद्धति छ, यो पद्धतिले काम गर्न सकेको छैन। यस विषयमा हामी पुनर्विचार गर्नुपर्छ भने जनताका के अरे काङ्ग्रेसका तमाम साथीभाइहरूको कार्यकर्ताहरूको यो धारणा छ। कसैले केही भन्लान्, म त्यसको लागि चाहिँ मलाई डर छैन। तर वास्तविक कुरो यदि राजा आउने हो भने जन्म सङ्ग्रहले निर्णय नगरिकन आउन सक्दैनन्। यो मेरो छैन। जन्म सङ्ग्रहको चाहिँ हाम्रो चाहिँ होइन, संविधानको विरुद्ध चाहिँ किन गर्न पाइँदैन? संविधानको कहाँ विरोध गरेका छ? यो संविधानको उसमा हामीले कुनै यो संविधान फाल्दाखेरि चाहिँ संविधानको धारा टेकेर गरे हो र? आज मात्रै रामहरि खजुरेज्यूले श्रीपाद महाराज लेख्न पाइँदैन भनेर बोल्नुभएको थियो संसदमा। होइन, त्यो श्रीपाद महाराज लेख्न पाइन्छ पाइँदैन त्यो उहाँलाई सोध्नुहोस्।
त्यो मलाई सुन्नुहोस्, मलाई सुन्ने होइन, तर राजाको विषयमा साँच्चै नेपालमा राजा आउने हो भने उहाँले प्रेसर गर्नु पर्यो, जनताले प्रेसर गर्नु पर्यो, सबै 3 करोड नेपाली जनताले राजा चाहिन्छ भनेर जन्मसङ्ग्रह भोट हाल्यो भने बल्ल राजा आउँछन्। हस्, धन्यवाद, जय नेपाल। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच।